हेलो एभ्रिवान। हाम्रो यतातिर चाहिँ पुरा बेसी जाडो भइरहेको छ होइन। अन्त मलाई चाहिँ एउटा भिडियो बनाउनु मन पर्यो। किन भन्दाखेरि चाहिँ नि मलाई के लाग्न थाल्यो भन्दा चाहिँ अहिले हाम्रो लाइफ यति साह्रो अनप्रेडिक्टेबल भएको छ है। अनि बारम्बार हामी कतिपल्ट हामी अचम्मको कुराहरू सुन्ने गरेको छौँ है। फल्ना यस्तो भयो, फल्ना खस्यो अरे, फल्ना अब डेथ भएको कुराहरू सुन्छ है, मरेको कुराहरू सुन्छ। कोही अचम्म तरिकाले अब प्राण गयो, कोही राम्रै मान्छेको नि के भयो भन्ने कुराहरू सुन्छ होइन। अनि मलाई चाहिँ के लाग्न थाल्यो भन्दाखेरि हाम्रो जिन्दगी त छोटो छ क्याउ, सियोको टुप्पामा छ जस्तो लाग्न थाल्यो है। कोही कुनै के राम्रै मान्छे है अहिले छ भरे छैन भइरहेको छ होइन। अनि जबसम्म हामी बाँचिरहेको छ है, तर हामीलाई त्यो बाँच्दाखेरि पनि एउटा पिस अफ माइन्डै छैन क्याउ। सबैजना आमाम के को सुरमा कुदेको है, कहाँ पुग्ने कहाँ के गर्ने, सबैजना आफ्नो आफ्नो कम्पिटिसन लिएर है। अनि भोलिको दिनमा राम्रै मान्छे पनि प्लाट्टै खसेर जाँदाखेरि चाहिँ फल्ना त राम्रो थियो नि, कस्तो राम्रो मान्छे खसेछ है, कस्तो मान्छे यस्तो भएछ है भन्छ होइन। जबसम्म जिउँदो हुँदाखेरि चाहिँ एकअर्कालाई देखा सेखी हो, फल्नाको त्यो कहाँ के गर्दैछ, कस्तो गर्दैछ, कुनै के गर्दैछ, पोजिटिभ भनेको चाहिँ मुस्किलै कम्ती मात्रै पाइरहेको हुन्छ है। म त अब जे मैले अनुभव गरेँ त्यही कुराहरू भनेको हो होइन। तर कति त त्यस्तो नहोला पनि है, तपाईँले एनालाइज गर्नुभएको होला। तर के को भागदौडमा, के को कम्पिटिसनमा हामी छौँ होइन। भोलिको दिनमा हाम्रो प्राण कसरी जान्छ त्यो पनि हामीलाई याद हुँदैन होइन। तर जब बाँच्छ तबसम्म चाहिँ, जब बाँचिन्जेलसम्म यति साह्रो मान्छे रेस्टलेस क्याउ, आफ्नो यही छैन क्याउ, आफ्नो दिमाग कुदाइरहेको, आफै हरेक कुरा क्याउ यस्तो भइरहेको। अनि मलाई लाग्छ जब मरेर गएपछि चाहिँ खालि उसको याद मात्रै रहन्छ क्याउ। याद पनि बिस्तारै मेटेर जान्छ। अनि जबसम्म जिउँदो छ, जबसम्म साथमा छ, अप्रिसिएट गरौँ क्याउ हामी एकअर्कालाई, एकअर्काको हौसला भनौँ। होला कोही बेला के होला कसो होला, तर मलाई चाहिँ लाग्छ जब हामी खरानी हुन्छौँ है, तब त्यो खरानीसँगै कहीँ न कहीँ हामी पनि मेटिएर जान्छ, हाम्रो अस्तित्व मेटिन्छ है। अनि रहने भनेको याद मात्रै हो, याद पनि बिस्तारै मेटिँदै जान्छ। अनि जबसम्म जिउँदो हुँदाखेरि नै हामी एकअर्कालाई माया गरौँ, अप्रिसिएट गरौँ है, आफ्नो आमा बाबालाई माया गरौँ, एकदमै उहाँहरूको इच्छाहरू कतिवटा कुराहरू पुरा गरौँ है। म त भन्छु मरिसकेर त के दुनियाँलाई देखाउनु होइन, दुनियाँलाई त्यो आफ्नो जस्तै कतिजना अब आमा बाबा खसे